कपडाको पैसा कति रे 6500 दोकानमा किन्दा यसको दाम 6500 पर्दैन यो त 2500 2800 3000 जति आउँछ कुपनले मात्र यसको दाम 6500 आफ्नो पैसा फिर्ता अनि कुर्ते 6500 गर्यो अनि एउटा पर्छ के तिम्रो टाउको उनीहरु नपर्ने गर्छ यो सबै बेचेको हेर्नु न के आएछ बिहानदेखि बेचेको आज बेचेको हजुर 6 वटा बेचे 7 वटा बेचे के पर्यो त एकजनाले एउटा कपडामा दुईटा कुपन थियो दुईटैमा सिलिङ फ्यान पर्यो अनि 3 6000 पायो एकजनाले त अलि घाटा भयो कम पर्यो अनि एकजनाले सिलाइ मेसिन परेको हेर्नु भने 9500 पायो 9500 हजुर एकजनाले 1000 रुपैयाँ मात्र पर्यो अनि एकजनाले 0 परेको पैसा फिर्ता भयो कपडा एउटा फ्रीमा पायो 0 परेको यस्तो खाले कपडा लिएको थियो मैले यस्तो ब्लू कलरको यो लिनु तपाईले सुहाउँछ दामी लाग्छ कलाई चाहिँ उहाँलाई ए उहाँलाई फेरि हुन्छ नि भर्खरको बहिनीहरुले यस्तो लाग्छ सुहाउँछ उहाँ त भर्खरको हुनुहुन्न आमाहरुले यो रातो सुहाउँछ हैन आमा हेर्नु यसमा पनि एउटा कुपन तीनटा रहेछ भैया डरो भागे छ बहिनी त अल्ला तीनटा छ नि एउटा फ्रीमा हेर्नु कतिको भागे छ कपडा किन्न पर्दैन ट्राई मात्रै पाउने कि नै त नलिने नदिने यतिकै हेर्नु कतिको भागे पटाएर हेरे हाल्नु नलिने नदिने हो बेहोरा होला आइडिया त के गर्नु नि यार केही आइडिया छैन दाजु केही आइडिया छैन आफ्नो लक हो मेरो त लक पनि छैन के कुरा मन परे लिने नभए नलिने एउटा माइलले त तेरी बाजेले एउटा ग्यास पारी एउटा सिलिन्डर पारी अनि एउटा उ के अरे एउटा टेबल पंखा पारी त्यसो त फाइदा भयो आमा एक जोर कपडा यस्तै तीनटा परेको ए घुमाउनु पर्नु न देखा त टिकटक बनाउने किन पनि त टिकटक राम्रो हुन्छ के पर्छ हेर्ने एकैचोटी यतिकै टिकटक बनाएर के फाइदा आलु पेडा पर्यो या के लेखा सिलिङ फ्यान को मूल्य त देवनवाल 9000 रुपैयाँ सिलिङ फ्यानको 3000 छैन ए सिलिङ फ्यान 3000 सुन्नु करको कुरा छैन तपाईले मन परे चित्त बुझे मात्रै यो कपडा लिने हुन्छ भने 3000 पैसा पाउनु भयो अब दुईटा कुपन अझै कोटाउने पायो यति आइसक्यो तपाईले कपडा किने भने 3000 पैसा फिक्स भयो अब कपडा पनि लन्नु 3000 पनि ल्याउनु हजुर कपडा किने भने दिन्छु बहिनी कपडा कति रे पैसा यो पैसा फिक्स भयो तपाईले एउटा कुपनबाट कपडा अनि पैसा भइसक्यो अब दुईटामा कति हुन्छ नै यो कपडा कति 6500 ठिक 6500 नै हो इसको मूल्य त 6500 पर्दैन 2500 3000 मात्र पर्छ मतलब यो कुपन शुद्ध 6500 हो मेन कुरा यही हो अब भनेपछि 3000 आयो 3000 मा 6500 भनेको त 3500 कुपन छ त्यसो पनि त हुन्छ केही न केही भइगयो